आदरणीय दर्शकवृन्द, चौथो अङ्ग .com र चौथो अङ्ग टिभीमा यहाँलाई हार्दिक स्वागत छ। यति बेला म दाङको घोराईस्थित सडक विभागको कार्यालयमा आएको छु। धेरैलाई थाहा नै छ घोराई मुर्कुटी प्युठान सडक खण्डको विषयमा। सो सडक खण्ड कालोपत्रे भइसके पनि अहिले सडकको अवस्था निकै दयनीय छ र त्यहाँ यात्रा गर्ने यात्रुहरूलाई निकै शास्ति भइरहेको छ। वर्षायाममा हिलै-हिलो अनि सुक्खायाममा धुलै-धुलो। त्यहाँका जनताको यात्रा गर्ने दैनिकी निकै कष्टकर छ, यो सबैलाई थाहा छ। त्यही विषयमा आज हामी कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ सर यहाँलाई। धन्यवाद। मैले यो पृष्ठभूमिमा बताइसकेँ कि यो घोराई मुर्कुटी प्युठान सडकको खण्डको अलिकति अवस्थाको बारेमा। यो खासमा यो सडकको जुन अवस्था भएको छ, यो अवस्था हुनुको मुख्य कारण चाहिँ के होला? अब यसमा कुनै एउटा कारणले मात्रै भन्न सक्ने अवस्था चाहिँ छैन। अब यो सडक डिभिजन दाङबाट दुईटा ठेक्काहरू भएको थियो, मुर्कुटीदेखि घोराईसम्मको। यसमध्ये मुर्कुटीदेखि कमिरे चौरसम्मको कालोपत्रे बाटो करिब राम्रै हालतमा छ, राम्रो अवस्थाको छ, कालोपत्रे नै छ। र कमिरे चौरदेखि घोराई सिस्ने खोलासम्मको बाटो निर्माण व्यवसायीले कालोपत्रे गर्दा गर्दै टिप्परहरूको कारणले गर्दाखेरि आफ्नो कालोपत्रे बिग्रेको भत्केको भनेर ठेक्कामा भएको विवादमा प्रवेश गर्यो र त्यो विवाद अहिले आर्बिट्रेसनमा गएको छ, मध्यस्थतामा गएको छ र यो विवादकै क्रममा रहेको हुनाले निर्माण व्यवसायीले पनि यसलाई मर्मत सुधार गरिरहेको छैन र उसले गरेको कामहरू पनि पुरै क्षति भएको छ। हजुरले भनेको जस्तो बर्खामा हिलै-हिलो र सुक्खायाममा धुलै-धुलोकै अवस्था छ। अब यसमा मुख्य समस्या मैले देखेको चाहिँ भार वहन क्षमताभन्दा बढी भार भएका टिप्परहरू हिँडेरै भएको हुनुपर्छ सायद। यसमा निर्माण व्यवसायीले पनि आर्बिट्रेसनमा मध्यस्थतामा उसले दाबी गरेको विषय पनि त्यो हो र एकदमै धेरै टिप्परहरू पनि हिँडिरहेको छ। यो चाहिँ भार उद्गम क्षेत्रबाट आइरहेका टिप्परहरूको कारणले गर्दा नै बढी क्षति भएको बुझिन्छ। जस्तो यो सडक खण्ड चाहिँ एकपटक लगभग कालोपत्रे पनि भइसकेको अवस्था थियो र यो टिप्परको कारणले गर्दाखेरि सडक बिग्रियो र अहिले चाहिँ आर्बिट्रेसनमा मुद्दा पर्यो भन्ने हजुरको चाहिँ यो भनाइ छ। खासमा मैले अलिकति जोड्न खोजेको यो आर्बिट्रेसनको यो मुद्दाको प्रक्रियाहरू चाहिँ यो जो टुङ्गिने अवस्थाको बारेमा चाहिँ अलिकति बताइदिनुहोस् न। अब यो विश्वभरि यसको मान्यता चाहिँ कस्तो हो भने कोर्ट आउट अफ द कोर्ट भन्छन्। अदालती प्रक्रिया एकदमै झन्झटिलो हुन्छ, लामो हुन्छ, समय धेरै खर्चिलो हुन्छ र कतिपय अब व्यावसायिक विवादहरू सबैलाई देखाउनु जरुरी हुँदैन भनेर यो मध्यस्थताको कन्सेप्ट पहिला उत्पन्न भएको हो। अब तर नेपालमा चाहिँ ठ्याक्कै त्यसको मकसद अनुसार काम भइरहेको पाइँदैन। तर मध्यस्थता भनेको छिटो छरितो विवादको समाधान गर्ने संयन्त्रको रूपमा बुझ्ने हो हामीले चाहिँ। र यो ठेक्का सम्बन्धीको सम्झौतामा नै यो मध्यस्थताको व्यवस्था हुन्छ। अब निर्माण व्यवसायलाई चित्त नबुझेमा अथवा अफिसलाई चित्त नबुझेमा सम्झौताका दुईटा पक्षहरू बिचमा विवाद उत्पन्न भयो भने सुरुमा अब यसको मेलमिलापको हिसाबले अगाडि जान्छ, त्यसबाट पनि समाधान भएन भने मध्यस्थतामा जाने हुन्छ। अब अहिले मध्यस्थतामा गएर मध्यस्थताभित्र पनि ओरल हियरिङ भन्छ, त्यो प्रक्रिया सम्पन्न भएको छ। ओरल हियरिङ पश्चात आर्बिट्रेटरहरूले फिल्ड भिजिट गर्ने भनेर भन्नुभएको थियो, तर फिल्ड भिजिट गर्नुभएको छैन। अब चाहिँ फाइनल हियरिङ हुन्छ होला। फाइनल हियरिङ भइसकेपछि यो विवादको टुङ्गो लाग्छ। यो फिल्ड भिजिट कहिलेसम्म हुने सम्भावना छ? ओरल हियरिङको बेला चाहिँ फिल्ड भिजिट माघको पहिलो हप्ता भन्ने थियो, तर अब अहिले हामी चैतको पनि अन्तिम हप्तामै चलिरहेका छौँ। अब बिचमा के भयो अब उहाँहरूको फिल्ड भिजिटको क्रममा यो कार्यालयसँग सम्बन्धै अथवा सम्पर्क हुने सम्भावना प्रावधान के छ? प्रावधान भन्दा हाम्रो आफ्नै ठेक्काको विवाद भएको हुनाले उहाँहरू फिल्ड भिजिटमा आउँदा हामी जानुपर्ने एकदमै बाध्यकारी नै हो अथवा हामी जानु जरुरी हुन्छ। उहाँहरूले ओरल हियरिङको बेलामा फिल्ड भिजिट आउँछौँ भन्ने कुरा गर्नुभएको थियो,
तर पछिल्लो समय फिल्ड भिजिट रोकिएको पनि खबर छैन र आउनुभएको पनि छैन। यो ढिलाइ हुनुको पछाडि केही छन् त्यस्ता चाहिँ जटिलताहरू? यो आर्बिट्रेसनमा त त्यसमा पनि प्रक्रियागत कुराहरू हुन्छन्, जस्तो अब आर्बिट्रेटरहरूको आफ्नो 3टा आर्बिट्रेटर मध्येमा कसैको समय हुने कसैको नहुने, सबैतिरको टाइम मिलाउनु पर्ने सबै हुन्छ र आर्बिट्रेटर आफैले पनि ऊ आफै बेन्च हो, इजलास जस्तै हो। त्यो इजलासले पनि केही आदेशहरू गरेर ढिलो गर्न सक्ने अथवा मनासिब कारणले गर्दाखेरि त्यो सर्न सक्ने त्यस्तो हुनसक्छ। अब यो जुन आर्बिट्रेसनको मुद्दाको कुरामा जस्तो यो जो कन्ट्र्याक्टर हुनुहुन्छ ठेकदार पक्षले चाहिँ मुद्दा जितेको खण्डमा के हुन्छ अनि हारेको खण्डमा चाहिँ के हुन्छ? अब यो आर्बिट्रेसनको पनि कस्तो छ भने यसबाट निर्माण व्यवसायीले मानव आर्बिट्रेसनबाट जित्नुभयो भने उहाँले जे दाबी गर्नुभएको छ त्यो जस्ताको तस्तै उहाँले क्षतिपूर्ति अथवा माग दाबी गरेको चिज पाउनुहुन्छ भन्ने पनि हुँदैन। अब त्यसमा पनि फेरि आर्बिट्रेटरले नै उहाँले माग दाबी गरेको कुरालाई मूल्याङ्कन गर्नुहुन्छ र त्यसको आधारमा के कति पाउने भन्ने कुरा हुनसक्छ अथवा उहाँहरूको माग दाबी चाहिँ उनाउन पनि सक्छ। आर्बिट्रेटरले के गर्छ त्यसमा चाहिँ मानौँ अब अफिसले जित्यो अथवा उहाँले दाबी गरेको कुराहरू भ्यालिड भएन, उहाँले हार्नुभयो भने निर्माण व्यवसायीले ठेक्का सम्झौताका प्रावधान बमोजिम उसले आफ्नो निर्माणको कार्य गर्नुपर्ने हुनसक्छ वा उसैले पनि फेरि आर्बिट्रेटरको निर्णय चित्त बुझेन भनेर अदालतमा पनि प्रवेश गर्न सक्दछ। त्यसो भए यो जुन मुद्दाको चाहिँ कुराकानी अथवा चाहिँ यसका फेरिस्तहरू चाहिँ हामीले सरसर्ती हेर्दाखेरि अहिले घुराई मुर्कुटी प्युठान सडक खण्डको एउटा खण्डको जुन अवस्था छ यो तत्काल बन्ने सम्भावना चाहिँ नदेखियो हैन त? अब तत्कालै त बन्ला भन्न सक्ने स्थिति छैन, किन भन्दा आर्बिट्रेसन आफैमा अब हाम्रोमा चाहिँ लम्बिएको छ हैन र आर्बिट्रेसनको अवार्ड भन्छ जो त्यसको डिसिजन, अब त्यो डिसिजन आउनै ढिलो हुन्छ। यदि अब निर्माण व्यवसायीले हारेछ भने अब हामीले फेरि त्यो कार्यान्वयनको लागि निर्माण व्यवसायीले आनाकानी गर्दाखेरि हामीले फेरि कार्यान्वयन गराइपाउँ भनेर फेरि मुद्दा उसमा जानुपर्ने हुन्छ, अदालतमा जानुपर्ने हुन्छ, पुनरावलोकन भने जस्तै त्यता जानुपर्ने हुन्छ अथवा उसले जित्यो भने फेरि कार्यान्वयनको लागि अगाडि बढ्नुपर्ने हुनसक्छ। त्यो त्यसमा चाहिँ अझै टाइम लाग्न सक्छ। अब यो त भयो जुन अहिले चाहिँ सडक विभाग र त्यहाँको चाहिँ निर्माण व्यवसाय बीचको कुराकानी अथवा चाहिँ यसको चाहिँ एउटा विवादको कुराहरू भए। अब जनताले चाहिँ जुन हिसाबले चाहिँ समस्याहरू भोगिराख्नु भएको छ त्यो सडक खण्डमा दैनिक 100 टिप्परहरू पनि गुडिरहेको अवस्था छ। त्यो बाटोको जुन बिग्रँदो अवस्था छ त्यसलाई चाहिँ सुधारेर अलिकति यात्रा गर्नको लागि यात्रु मैत्री रोड बनाउनको लागि चाहिँ सडक विभागको तर्फबाट चाहिँ खेल्नुपर्ने भूमिका के छ? त्यस्तो छ अथवा चाहिँ सडक विभागले केही खेल्न सक्ने अवस्था रहन्छ कि रहँदैन अथवा यो अवस्था नभएको खण्डमा चाहिँ यसको जिम्मेदार चाहिँ को हुन्छ? यसमा खासमा सुरुमा ठेकापट्टा गरिसकेपछि ठेकापट्टा सकारेर लगेको निर्माण व्यवसायीले हामीलाई हस्तान्तरण नगरेसम्म उसको जिम्मेवारी हुन्छ। हामीले बीचमा हस्तक्षेप गर्न मिल्दैन अनि ठेक्का कार्यान्वयनकै क्रममा विवाद भएको हुनाले अहिले विवादमै छ। त्यो भएर हामीले पत्रचार पनि गरिराखेको छौँ, तपाईँ विवादमा जानुहुन्छ भने विवाद हुँदै गर्छ, तर यात्रुलाई शास्ति नहुने गरी कमसेकम खाल्डाखुल्डी पुर्ने गरी काम गरिदिनुहोस्, मर्मत सुमार गरिदिनुहोस् भनेर हामीले पटक पटक पत्रचार चाहिँ गरेको छौँ। तर निर्माण व्यवसायीबाट खासै सकारात्मक रेस्पोन्स आएको छैन। अब यस्तो अवस्थामा हामीले फेरि छुट्टै यही सेक्सनमा यही ठेक्का लागेकै चेनेजमा छुट्टै बजेट विनियोजनको लागि अनुरोध गर्ने, बजेट आउने अनि मर्मत गर्ने भन्ने चाहिँ हुँदैन सैद्धान्तिक रूपमा। तर व्यावहारिक रूपमा हामीले गर्दै पनि आइरहेको छौँ। केही ठाउँहरूमा खाल्डाहरू पुर्ने, आफ्नो मेसिनहरू लगाउने अनि हाम्रो आफ्नै लेन्थ वर्कर लेबरहरू लगाएर सामान्य खाल्डाखुल्डीहरू पुर्ने, पहिरो गएको समयमा पहिरो हटाइदिएर यातायात सुचारू गराउने सम्मको चाहिँ गर्न सक्छौँ। तर अब सैद्धान्तिक रूपमा निर्माण व्यवसायीको जिम्मेवारी भएको हुनाले हामीले बजेट विनियोजन गरेर अथवा कुनै ठेक्का खोलेर त्यसको अवस्था सुधार गर्न सक्ने स्थिति छैन। सङ्घीय सरकारले आर्थिक वर्ष 2081-82 को लागि केही बजेट चाहिँ छुट्याएको अवस्था थियो। त्यो जुन अहिलेको यो बिग्रेको खण्डको लागि हो अथवा त्यो अघिल्लो खण्डको लागि हो, के हो त्यो? बिग्रेको खण्डको लागि होइन, निर्माण व्यवसायीलाई सुम्पेको जुन क्षेत्र छ त्यो बाहेकको सेक्सनको लागि हो, जुन चाहिँ यो बजारदेखि केही किलोमिटरसम्मको मात्रै हो। उसको चेनेजमा हामीले
त्यो विनियोजित बजेटबाट काम गर्न सक्ने स्थिति रहन्न। अब यो भए एउटा यो सैद्धान्तिक केही जटिलताका कुराहरू भए र अहिले यो भइरहेको अवस्था जुन छ, यो सडक खण्डमा दैनिक 100औं टिप्परहरू सञ्चालित छन्। यो टिप्परहरू सञ्चालनका क्रममा व्यापक जनगुनासो के छ भने टिप्परहरूले एकदमै बढी चाहिँ ओभरलोड बोकेको अवस्था छ। अब यो ओभरलोड बोकेको अवस्था चाहिँ जनताको चाहिँ यो गुनासो आइरहेको छ। यसमा ध्यान पुर्याउनु पर्ने सम्बन्धित पक्षहरू को हुन्, यसलाई निगरानी गर्ने, नियमन गर्ने, ती पक्षहरूबाट नियमन अथवा निगरानी भएको यो सडक विभागले अनुभव गरेको छ? त्यसमा चाहिँ मैले समस्या नै देखेको छु। यो जुन अवैधानिक भार सम्बन्धी आवश्यकता भन्दा बढी, मतलब कानुनी भन्दा बढी, कानुनले तोकेको भन्दा बढी भार बोक्ने टिप्परहरूको बारेमा योभन्दा पहिला पनि धेरै पटक जिल्ला प्रशासन कार्यालयमा सरकारवालाहरू बीच बसेर निर्णयहरू पनि भएको पाइयो। म आफैले पनि देखेँ र त्यो निर्णयहरू हेरेर फेरि यो निर्णय कार्यान्वयन गराइपाउँ भनेर मैले पनि जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरेको थिएँ र प्रमुख जिल्ला अधिकारीज्यूले एउटा समन्वय बैठक पनि बसाल्नु भएको थियो। त्यो बैठकमा पनि केही छलफलहरू चाहिँ गरियो। तर अब यो भार कति बोक्नु पर्ने, कति बोकिरहेको छ, यसको नियमन अनुगमन गर्ने कुरा सम्बन्धित यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक कार्यालय अथवा ट्राफिक कार्यालयको भन्ने चाहिँ यो उल्लेख छ। कानुनमा एउटा मापदण्ड छ, भार वहन नियमन सम्बन्धीको मापदण्ड छ। अनि त्यो मापदण्ड बमोजिम भार वहन नियमन गर्ने कुरा यातायात व्यवस्था र ट्राफिकको रहन्छ। अब हामीले चाहिँ यसमा त्यस्तो भार नियमन भएको अनुभव गर्न सकेको छैनौँ। हामीले सोझै हिसाबले हेर्दाखेरि पनि टिप्परहरूमा के कति आइराखेको छ भार भनेर हिसाब गर्न सकिने स्थिति छ, त्यो जुन निर्देशिका छ त्यसमा। तर अब ठ्याक्कै त्यो भएको जस्तो चाहिँ हामीलाई लाग्दैन। अब यसमा जिम्मेदार पक्षहरूले खेल्नुपर्ने भूमिका अथवा चाहिँ अब अहिले खासमा यो सडक खण्डमा 2वटा स्थानीय सरकार पनि जोडिरहेको अवस्था छ, बङ्गलाचुली गाउँपालिका र घोराई उपमहानगरपालिका। यसमा स्थानीय सरकारको तवरबाट चाहिँ कस्तो खालको भूमिका भइदियोस् भन्ने अपेक्षा गर्नुहुन्छ? अब अपेक्षा छँदैछ, तर योभन्दा अगाडि पनि एउटा त्यही सरकारवालाहरू बीच बसेको बैठकमा पनि निर्णय भएको पाइन्छ, सायद 2080 सालतिर होला। त्यसमा चाहिँ के छ भने भार उद्गम स्थानहरू नजिकै पनि धर्मकाँटा राख्ने, अनि यो घोराईमा पनि धर्मकाँटा राख्ने, बङ्गलाचुली गाउँपालिकाले एउटा धर्मकाँटा राख्ने र घोराई उपमहानगरपालिकाले फेरि अर्को एउटा धर्मकाँटा राख्ने भनेर पनि निर्णय भएको रहेछ। अब यदि बङ्गलाचुलीको धर्मकाँटामा पनि तौलेर जति बोक्नुपर्ने हो त्यति मात्रै भार बोकेर पठाउन लगाउने र घोराईमा यहाँ आइसकेपछि फेरि उसले बिचमा केही गडबड गर्यो गरेन अथवा के भयो भनेर छड्केको लागि यहाँ पनि गरिदियो भने भार वहन त तुरन्त नियन्त्रण हुन्छ जस्तो लाग्छ। हाम्रो अपेक्षा भनेको यही हो, अनुगमन राम्रो भइदियोस्, कानुनले तोकेको भन्दा बढी भार बोकेर टिप्परहरू सडकमा नआइदियोस् भन्ने हो। अब अन्त्यमा मैले जोड्न खोजेको कुरो के छ भने, जो पहिलो कुरो यो आर्बिट्रेसनका कुराहरू चाहिँ हामीले गऱ्यौँ र अहिले आर्बिट्रेसनको यो मुद्दाको टुङ्गो नलाग्दासम्म चाहिँ बाटोको यो अवस्था सुध्रिने अवस्था पनि रहेन भन्ने कुरो चाहिँ हजुरले भनिसक्नुभयो। अब अलिकति जनप्रतिनिधिको तवरबाट जुन खालले चाहिँ जनताको प्रतिनिधित्व गर्ने चाहिँ जनप्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरूले पहल गरेर सङ्घीय सरकार अथवा प्रदेश सरकार अथवा स्थानीय सरकारबाट यसमा पहल गरेको खण्डमा चाहिँ बन्न सक्ने अवस्था रहन्छ कि रहँदैन? अब यो जुन विवादमै रहेको बाटोमा त पहल गर्ने बित्तिकै बन्छ भन्ने चाहिँ छैन। यो चाहिँ सुरुमा पहिलो चाहिँ विवादको निरूपण नै हो। विवाद निरूपण भइसकेपछि कसको पक्षमा त्यसको डिसिजन आउँछ त्यसको आधारमा अगाडि बढ्ने हो। तर अब अहिले तत्काल स्थानीय तहले अथवा प्रदेशले अथवा सङ्घीय सरकारले त्यो विवादित क्षेत्रमा बजेट विनियोजन गर्ने र बाटो सुधार गर्ने
भनेर गर्नलाई चाहिँ अलिक समस्या नै हुन्छ होला। अब जनताबाट जनस्तरबाट चाहिँ आउने कुराहरू चाहिँ के छ भने अब जनतालाई चाहिँ के अरे जनताले हामीले चाहिँ भोट हालेर पठायौँ नेताहरूलाई, तर कसैले पनि पहल गरेनन् भन्ने यो चाहिँ कुरो छ। यसलाई चाहिँ सरसर्ती चाहिँ यो कानुनी रूपमा चाहिँ त्यो जनताले उठाएका कुराहरू चाहिँ ठिक हो अथवा चाहिँ के हो? अब जनतालाई त प्रक्रिया के होसँग मतलब हुँदैन, उनीहरूलाई त ठ्याक्कै नतिजा चाहिन्छ, उनीहरूलाई देखिने गरी नतिजा चाहिने हो। अब उहाँहरूको गुनासो पनि एकदमै जायज छ, जनताहरूको गुनासो, उहाँहरूले दुःख पाउनुभएको छ, दिनदिनै दुःख पाउनुभएको छ, धुलो खानुभएको छ। तर अब कानुनी जटिलता भनेको के हो भने अब कुनै निर्माण व्यवसायीसँग ठेक्कापट्टा भइसकेको सेक्सन सर्टेन चेन्जेस, अब त्यसमा फेरि विवादित छ भने त्यही विवादित भएकै खण्डमा चाहिँ छुट्टै बजेट विनियोजन भएर त्यसको स्तरोन्नति गर्ने अथवा त्यसलाई राम्रो बनाउने भन्ने चाहिँ हुँदैन। सामान्य तरिकाले अब स्थानीय तह अथवा प्रदेश सङ्घीय सरकारले व्यवहारिक रूपमा सामान्य पहल गर्दाखेरि सामान्य मर्मत सुधारको कार्यहरू चाहिँ गराउन सकिन्छ व्यवहारिक रूपमा। अब यो सडकमा टिप्पर सञ्चालन गर्ने सिमेन्ट उद्योगहरू छन्, घोराई सिमेन्ट उद्योग, सोनापुर सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग अनि शुभश्री अग्नि सिमेन्ट उद्योगहरू छन्। उनीहरूको त्यो उद्योगको चाहिँ सयौँको सङ्ख्यामा चाहिँ टिप्परहरू आवत जावत गरिरहेका छन्। अब टिप्परहरू सञ्चालन भएको अवस्थामा चाहिँ टिप्पर व्यवसायीहरूले चाहिँ राज्यलाई कर तिर्ने अनि उद्योगीहरूले पनि राज्यलाई कर तिर्ने। तर यसमा बाटोको बिग्रँदो अवस्थालाई सुधार गर्न ती उद्योगहरू अथवा चाहिँ व्यवसायीहरू त्यो सडकप्रति उत्तरदायी हुन्छन् कि हुँदैनन्? यो अप्रत्यक्ष रूपमा भए पनि उत्तरदायी त हुनैपर्छ। जस्तो उनीहरूले कर तिर्छन्, ठिक छ, त्यो नियमअनुसार तिर्ने कुरा भयो र उत्तरदायी पनि हुनुपर्छ। उत्तरदायी हुनु भनेको उसले चाहिँ तोके अनुसारको मात्रै भार वहन गर्नु पर्यो। तोकेको भन्दा बढी बोक्यो भने बिग्रिने हो। तर अब यो अहिलेको अवस्था आएको चाहिँ लगभग त्यसरी नै भन्ने बुझिएको छ। यो मुरकुटीको बाटो मात्रै होइन, यो कपुरकोटदेखि आउने बाटोमा पनि समस्या त्यही नै छ। अब यस्तो बेलामा चाहिँ इफेक्टिभ इम्प्लिमेन्टेसन जो भन्छ नि, अनुगमनको कामहरू चाहिँ राम्ररी हुनुपर्छ जस्तो लाग्छ। अब अन्त्यमा यो घोडाई मुरकुटी प्युठान सडक खण्डको सवालमा चाहिँ हजुरको तर्फबाट केही त्यस्तो छ मैले सोध्न छुटाएको अथवा चाहिँ हजुरलाई भन्न मन लागेको? अब यसमा चाहिँ मुख्य कुरा त त्यही नै हो मैले भनेको जस्तो। अब हामीलाई उद्योग धन्दा पनि चाहिन्छ, सिमेन्ट हामीलाई चाहिएको छ, आफ्नो हामी कमसेकम सिमेन्टमा आत्मनिर्भर छौँ, एकदमै सकारात्मक पक्ष हो। हाम्रै आफ्नै खानी प्रयोग भएका छन्, यसबाट धेरै मान्छेहरूले रोजगारी पाएका छन्, धेरैले चाहिँ यसले पनि अर्थतन्त्रमा टेवा चाहिँ पुर्याएको छ। तर व्यवस्थित ढङ्गले हुनु पर्यो भन्ने लाग्छ। र यदि अब मिल्यो भने कानुनी रूपमा अथवा यो नीतिगत रूपमा के गर्न सकिन्छ भने जसरी सिमेन्टको लागि चाहिने कच्चा पदार्थहरू चुनढुङ्गाहरू छ अथवा त्यसको क्वेरी साइट जुन छ खानी, त्यहाँदेखि मेन भनौँ न मुख्य सडकसम्म आउने सडकहरू चाहिँ सिधै यो कारखानाहरूलाई जिम्मा लगाउन सक्ने स्थिति रहन्छ कि रहँदैन। त्यस्तो भयो भने उनीहरूले नै मर्मत सुधार गर्ने, उनीहरूले नै त्यसको व्यवस्थापन गर्ने गर्न पाएको भए अलि राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। अब यसमा चाहिँ केही कानुनी ग्यापहरू चाहिँ छन्। हस्, हामीलाई समय दिनुभयो र यो सडकको बारेमा चाहिँ धेरै महत्त्वपूर्ण कुराहरूको बारेमा जानकारी गराइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि आफ्नो मनमा लागेको कुरा र यथार्थ कुराहरू राख्ने मौका दिनुभएकोमा हजुरलाई पनि धन्यवाद। हस्, धन्यवाद।